हेलो एभ्रिवान, म चाहिँ आज तपाईँहरूलाई कालीमाटीबाट 260 के तरकारी आउँछ भनेर देखाउँदैछु। सुरुमा चाहिँ यो निउरो छ। हामी चाहिँ बेलुका अलि 8 बजेतिर गएको थियौँ कि त्यही भएर त्यस्तो राम्रो नै त छैन, तर त्यस्तो नराम्रो नि छैन। सुरुमा चाहिँ यो निउरो छ 50 को 4वटा। यो चाहिँ पानी निउरो भन्छ यसलाई। 50 को 4वटा निउरो छ। त्यसपछि यो लामो खुर्सानी छ, यो पनि 50 रुपियाँको हो। यो चाहिँ कति 1.5 केजी छ होला। अनि यसमा चाहिँ एउटा कुहिएको परेको छ, त्यो चाहिँ मैले फेलिदिएँ। त्यहाँ हेरेर चाहिँ ल्याएको थिएन कि राम्रै छ भन्नुभएको थियो त्यहाँ आन्टीले, त्यही भएर यति हो। अनि त्यसपछि अर्को छ मुला चाहिँ यो 100 को 5 केजी भन्दै हुनुहुन्थ्यो। हामीले चाहिँ 50 रुपियाँको मात्र ल्यायौँ, 2.5 केजी मुला छ। यो 4वटा छ। अनि यो पुदिना चाहिँ 10 रुपियाँको हो। राम्रो छ, यो पनि गर्मीमा राम्रो हुन्छ पुदिना। त्यसपछि चाहिँ अब अर्को आयो यो हरियो प्लास्टिकको चाहिँ सबै 100 रुपियाँको है साथीहरू। के भन्छ अरे 3 केजी छ। 3 केजीको कति 100 रुपियाँ भन्नुभएको थियो। त्यहाँ चाहिँ के थियो भन्दाखेरि तने बोडी थियो, अनि घिरमला, भेँडी थियो। यति नै हो है त साथीहरू। तपाईँहरू पनि जानु होला।